पोखरा चोपी नेवा पुस्न देखुगु नेपाल भाषाया नापाङ्गु संकिपा लमी पोखरा केनेजिया कोचाको दो रतनजन आ तडिका जेवे ढुङ्कला ठ्याक्कैसम्म बालामा दस ब्याएन बि थयु ए ब्या ढाला रतनचा मया सिन छुयाले हेरमाई बाग्नु चमा ज्ञानलाल दैया या कब्या थय उङ्गु कार्तिक 19 गते सोमबार नेवा खल कास्किया रजत वर्षया लसता पोखराया बिन्दु बासिनी हले किनेजिया जोगु संकिपा लमी पोखरा चोपी नेवा संकिपा कमिटेगु नापाङ्गु कुता ख थनला हिरामैन दुखनिका कासो थप्यारीको जी दुङलो खनिका मस्तबले खनाउ निदो पेदो मखमलेला यासेजी दुङलो खनिका यादव दास पोछि बोया निर्देशन याना दिगु लमी संकिपा दक्कु सुटिङ पोखरा जुगु ख थुप्या ख झिस छादेको रासा थो पोखरा जिउ नेवाते छौ संस्कृति वो मस्ते त सेन्ट वो दक्कु नेपाली त्यसो जे थो नेवायो छौ तजिलजी अले जिउ थो सकिपा चाहिँ सेकिमा सेनिमा वो स्वेमा सोया सेक्यो त्यही हिसाबमा चाहिँ थो छौ सकिपा तयारी आनाउदो ठिकै त जिसं तयारी आतो दक्षि निद सोध लगेजलो एनो थोप्या खैद जिसं पुंगिन आ चिकबिन द देशना चनाउदो टुसी पासी फसी खुया नै बि जुजु आ खाटग खुया नै बि जुइ ढुङ्कलका अच्छा सुधा वेमले छ भेबा वाला भेबा जि मजा निसी लगा खा जि गठे गाटोटी तस्क हेलमेट ने ठो आस मरु न छ माले जो खा खोया गसिली हे आस मरु न पोखरा चोपी आपलो नेवा सोकुमिपी उपस्थिति दुगु थो संकी पाले दासा पोखरा चोपी कलाकार देश अभिनय याना तगु ख म प्रकाश बजारे मेरो घर गैराबाट लमी फिल्म वास्तविकमा रियल कुरा गर्दा मैले फिल्म त्यति हेर्दिनँ नेपाली फिल्म हिन्दी फिल्म पनि हेर्दिनँ म चुनेर मात्र हेर्छु र कमेन्ट सही गर्न चाहन्छु र लमी फिल्म अहिले यो सिरु फिल्म पछि नेवारी फिल्म सिरु पछि उत्कृष्ट मलाई कथा छायाङ्कन धेरै राम्रो लाग्यो यसले नेवारी भाषालाई धेरै मद्दत गर्दछ पोखरा छोरा लिपि अनि यो लिपि कलाकार भी लोभै कपिलो चाहिँ भए हो काठमाडौँ ये चोपिनो भए चाहिँ मिस्कट बिहा चाहिँ देखिएको छु यो सहकिपा ख सहकिपा चाहिँ सबै छौ अध्ययन विषय अध्ययन दो सहकिपा विलीन पक्ष त दो किन दियो वो चाहिँ कसकै बाला प्रेजेन्टेसन एकदम बालादु कथामा एकदम बालादु कथा किङ्केरा सङ्गु चाहिँ एकदम बाला किङ्का एकदम लेदा नेवारी संस्कृति झल्काउने यो चलचित्र निकै नै राम्रो लाग्यो आज यो हाम्रो नेवारी संस्कृतिलाई जगेर्नको लागि यस्तै चलचित्रहरू प्रोत्साहन गर्नुपर्छ भन्ने मलाई लाग्छ र सम्पूर्ण लमी फिल्मको मेम्बरहरूलाई होइन चलचित्रका कलाकारहरूलाई म हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु किनभने उहाँले एकदमै राम्रो एक्टिङ पनि गर्नुभयो र यो फिल्म एकदम सफल भयो भन्न चाहन्छु धन्यवाद लग ढिग मरु म मस्त नापु मिताजु म थपिन्छ ब्यान यङको म मिसाए म मसु मिस्था जिगे नाचन्यो ओलमी झिटा जंगल आकल कमला आइसा ठो संकिपा आ ये येला खोपले चोपी सोकुमी पिन्छ याकमा हे स्वे दैगु खन संकिपाया निर्माण पछि कनादिगु दो